भयो Happy birthday to you. So welcome to a new vlog of Nilando Vlogs. So आज चाहिँ मेरो बाइ द वे आज चाहिँ मेरो बर्थडे हो हैन अनि अब बर्थडे सेलिब्रेसन हुँदैछ अनि अब स्टार्ट गरौँ है त एकदमै डिसेन्ट बर्थडे छ हैन किनभने अब सब फ्यामिलीसँग मनाएको छ त्यस्तो बित्ति केही क्रेजी हुन आएको छ तर जे हो भने सकेसम्म अब सबै कुरा कभर गर्न खोज्छु होला अब लेट्स सी के हुँदैन ओ शिट दिन्दा ल अब बुल्नु नगरे हैन यस्तो फिजमा आउँदैछ यो त ट्याप्पै आगो पनि ट्याप्पै चिप्छ त्यो त्यही भएर त नि भइसक्यो अरु चाहिँ फेरि देख्नु हो बर्थडे होला यस्तो नभन्छ 2082 साल चैत 21 गते मेरो नातिको बर्थडे ठुलो नातिको बोल्ने तिमी नि के हो स्टार्ट गर्छौँ भयो सो आज मेरो बर्थडे थियो अनि अब रिजल्ट पनि आएको दिन अनि आज फेरि रिजल्ट आएको पनि दिन होइन अनि रुनु पनि पर्यो हाँस्नु पनि पर्यो होइन अनि अहिले चाहिँ मेरो बर्थडेमा चाहिँ को छन् भने ठ्याक्कै भन्दा अब गर्नै पर्छ 1 2 3 4 5 6 7 मलाई त गर्नु परेन 1 2 3 4 5 6 7 8 9 10 ठ्याक्कै 10जना छ होइन मेरो बर्थडेमा अनि उहाँ चाहिँ बाइ द वे मेरो ग्रानी होइन अनि मामा अनि हजुरबा अनि ठुलमम्मी दिदी बाबा हजुरबा सानी खुच्ची अनि त्यसपछि अङ्कल त्यसपछि सानो अङ्कल त्यति हो अनि मेरो ठुलो बाबा मम्मी पनि भित्र हुनुहुन्छ होइन अब गर्नै साध्य छैन होइन अरू भन्दा नि अब बर्थडेमा चाहिँ अब यहाँ भयो अब यस्तो भइसकेको छ अब स्प्रेले गर्दा होइन अब एकजोट छ्याप्नु त परिहाल्यो भयो ल सिधै खै बहिनी हो त बहिनी ल बहिनी कति महिना भयो बहिनी हाम्रो बहिनी छ यहाँ बहिनी यो चाहिँ मेरो बहिनी है तर सानो बहिनी भन्ने न 4 महिनाको बहिनी 4 महिनाको चल्लो है यो चाहिँ चल्नु नभन न बहिनी भन कहिले भिडो भन्छ कहिले बहिनी पहिले बसी कुर्थे नि बहिनी खै बहिनी हेर बहिनी हो बहिनी हेर पापा बहिनी कता चाहिँ बहिनी हो मसिनी मस्किन्छौ ल अब चाहिँ अब केक काट्नु पर्यो होइन हजुर केक पनि अब यहाँ कट गर्न एकदमै गाह्रो छ यो अलिकति लाम्चो भएर तर अब के गर्ने भयो कि अब निकाल्नै मिल्दैन जस्तो लाग्छ त्यो घर त्यहाँ उयो चम्चाले टक्क अलिअलि दालै खान्छै सबै पहिला बाउ र तिम्रो बाबा मनले खान्थे ल पहिला हजुरबा हजुरआमालाई यहाँ सिट त्यो ल कार्ड स्टार्ट गरौँ ल आमै ल आमा ल
यति मात्रै भयो कि जुठो किन हाल्नु ल मेरो हातले खुवाइदिनु पर्ने हो होइन खासमा त ल ल ल बाउ मुखमा हाल्नु ल बाबा अब बाबाको पालो हो नि त होइन बाबा यता आउनु कस्तो लाउनु बा म त झन् खुवाउन नि बिर्सिरहेँ ल ल मामा आउनु न अब होइन जेसुकै होस् फेस चेन्ज भएको होइन तर अब थ्याङ्क यू ए बा आउनु न त्यहाँ बा ए यस्तो छ अब केकको हामी त हेर्नु है एकचोटि हेर्नु है दल्दा दल्दा केक हेर्नु त यी एकचोटि अब मुखभरि आइसक्यो अब एकैछिनमा म आइहालेँ है गरौँ लाउ न कपाल त भेटाउन हुन्न उसले थ्याङ्क यू ए अनि ठुलमम्मीको त झन् अब प्रेजेन्टै बाँकी छ भने भन्दै हुनुहुन्थ्यो अहिले मामालाई केक काटेर देऊ न हेर्नु त ए सरी पक्नु यहाँ राख्नु के ल पुग्छ मामा ठुलमम्मी तपाईँको प्रेजेन्ट भने होइन त झन् तपाईँले त मलाई रुने खालको प्रेजेन्टहरू आएन खै त म त रोएको छैन त च्यालेन्ज एक्सेप्टेड हेरौँला है त के रहेछ गिफ्ट यो खानु के हुन्न खाना हात त भइहाल्छ हेरौँ है त अलि रिडिक्युलस छ थ्याङ्क यू दिन्छु म केक हालेर सानो काट्दै तिमीले हालिदियो सक्दैन कि म त बच्चै हो मान्छेहरू खोइ मम्मीले खाइ छैन पाउँ न मान्छेलाई बाने चाहिने यस्तो मान्छेलाई बाने बाले देऊ म आमालाई देऊ सबैलाई एउटा चम्चा दिनु त तपाईँले अझै हालिदिनु न हालिदिन्छु हेरौँ है म हाल्नु उठ न बाबा हेरौँ के रहेछ पहिला केक खानु दे ओ सिट खोइ केक खान्थे ओ सिट कति हो यो भारी पहिला केक त्यो नखोल्टे पहिला केक खान्देऊ ल पक्नु न डबल प्लेट ए ठुलमम्मी आउनु न त डबल प्लेट छु भएको खाइ भइसक्यो अलिकति यहाँ हजुर आफूले झिका खाँदैन पहिला ए उसलाई हतार पऱ्यो आ ल भयो नि त खा ठुलमाला दे दिउँ न अर्को चम्चा थ्याङ्क यू तपाईँ खानु ए जुठो पो चम्चाले भइहाल्छ नि तपाईँ त झन् जुठो नखाने मान्छे होइन कहाँ जुठो भयो ए हातले दिएको अनि त्यो ल यो आयुष अङ्कललाई आयुष अङ्कललाई अर्को भाइ एक पोका करेन्ट हालेर ल्याउनु भयो कि क्या यसमा खोलेर हेर्न नि थाहा पर्छ होइन भने त खोल्दै खोल्दैन मलाई थाहा छ के हो त्यहाँ बसेर पनि बसेर आराम त्यहाँ बस 4-5 केजीको त यसमै छ के हो छ्या, यो त अति उठेर हेर्दै त पक्नु न तपाईँ सबैलाई दिनु न ठुलमम्मीको गिफ्ट चाहिँ अब सबैभन्दा लास्टमा ओपन गर्ने है अब
ए एकछिन है तर मेरो बाबाले मेरो लागि गिफ्ट ल्याइदिनु भएको थियो त्यो गिफ्ट त देखाउन बिर्सेछु है हजुर स्टार्ट गरिदिउँ त कार्ड निकाल्यौँ ए दिनु न त्यो सिजर दिनु न ए सिट हेरौँ है पक्न आँखा बन्द गरेर खोलिदिनु त काटिदिनु त पक्न खोल्नु त खोल्नु खोल्नु अगाडि पक आँखा बन्द रिसाउनु नपाए फेरि रुनु नि नपाए के हो यो ए गिफ्ट झोला मार्दै झोला सब हाल त्यो गिफ्ट त्यो फाल्ने बुझि त्यहाँ सब तासे हेल्दी गिफ्ट यो चाहिँ काम लाग्छ है पैसा नि पर्यो परेछ त हौ त्यो दुई थरी गिफ्ट छ त्यहाँ ठुले आमाले एउटा हाल्दै मैले एउटा हाल्दै ए तैँले चाहिँ आलु हालेको होला कम त त्यो हेल्दी चिज हो त्यो उसिनेर खा बुझिस् तपाईँको बर्थडेमा नि यही आलु दिन्छु म गिफ्ट छैन के अरू त्यहाँ हजुर अरू छैन त्यहाँ छैन त के छ होला हेर्नु राम्रो छ होला छ होला क्या पक्कै त्यही मात्रै ल दामी यति धेरै आमा यत्रो गिफ्ट रहेछ यहाँ ए मलाई त आलु साँच्चीकै आलु हालिदिनु भयो कि के हो गिफ्ट भनेर आलु त हुन्थ्यो कहाँ पैसा नहालेर फेरि कस्तो हेभी रहेछ हौ हेर्नु न यी कति केजी होला ल 4-5 केजी नै होला यो त दुइटै हो उयो गरेर निकाल न